हाई गाइस, गुड मर्निङ। जुन ब्लग सिक्किममा हजुरहरूलाई स्वागत छ। र आज चाहिँ म जान्छु मार्केट। आज हाट पनि हो र मेरो चाहिँ बिजुलीको बिल बुझाउनु छ र ब्याङ्क पनि काम छ, पोस्ट अफिसमा पनि काम छ होइन। केही सामानहरू आएको छ अरे र अनि सब्जीहरू पनि गर्नु छ। अनि घरको कामहरू सकेर म चाहिँ निस्किँदै गरेको थिएँ। सिँढीमा आइसकेर याद भइहाल्छ हजुरहरूसँग अब बातहरू गर्ने बानी भयो नि त, भिडियो हाल्नै पर्छ होइन। अनि याद त आउने नै हो होइन र। अनि म भिडियो बनाउनु पाइन्छ भने हजुरहरूलाई पनि सेयर गर्नेछु, नपाए भने जे भने हजुरहरूलाई सेयर त गर्ने नै छु नि होइन। र हजुरहरूले पनि मलाई मन पराइदिनुहोस् भन्न चाहन्छु, किनकि यसमा मेरो मिलेज छ। घरको काम सकेर अब म बाहिर जाँदैछु, बाहिर नभइनुहोस्, म यहाँ उभिएर म भिडियो बनाउँछु। यति बेला म कहाँ पुग्ने थिएँ होइन। यस्तै हो, के गर्नु, सबै कुरा भ्याउनै पर्ने हुन्छ। हाउस वाइफ भइहाल्यो होइन, के गर्नु। अब अफिसमा बसेर काम गर्ने भएदेखि त मलाई यस्तो दुःखहरू हुँदैन होइन र। ओके गाइस, बाई अहिलेको लागि। म चाहिँ हिँड्दै थिएँ नि त, अनि बाबुलाई हेर्नु मनपर्छ नि त, घरदेखि बाहिर निस्किँदा गएको भन्नु मनपर्छ, पुरा रमाउँछ नि त। अनि मेरो सासूआमालाई चाहिँ मन पर्दैन हामीले बोलाइदिएको। किन मन पर्दैन उहाँलाई, किनकि मैले राम्रो हेर्दिनँ जस्तो लाग्दो रहेछ यिनीहरूलाई भन्ने, त्यस्तो खालको कस्तो हुन्छ नि बुढाबुढीको सोच विचार। बुढाबुढी भएको मान्छे के गर्नु। जाँदैछु म चाहिँ। अब हाम्रो गाडी स्ट्यान्ड आइपुग्यो होइन। गरम चाहिँ अलिक मधुरो भयो घाम। अब गाडी पाउनु पो साह्रो छ त गाइस। कति बेलादेखि घाम तापिरहेछ, जाडो भएर नि। अब कति बेलासम्म न थाहा छैन, 1 घन्टा बेसी भइसक्यो। पोस्ट अफिसको काम चाहिँ भइसक्यो। अब जाँदैछु बिजुलीको बिल बुझाउनुको लागि है। बिजुलीको बिल पनि तिरे गाइस। 2टा काम भयो मेरो, अझै धेरै काम छ है गाइस। म चाहिँ घर आइपुगेँ। आज जस्तो ढिलो चाहिँ कहिले भएको थिएन। आज चाहिँ 5:30 भएको छ। हुनु चाहिँ घरबाट पनि 11:30मा निस्केको थियो होला सायद। अनि धेरै काम हुनुको कारणले गर्दा आज लेट भएँ। आज मैले एउटा नयाँ फल ल्याएको छु। हुन त सबैजनाले खानुभएको होला, मेरो लागि र मेरो फ्यामिलीको लागि चाहिँ नयाँ फल हो। हजुरलाई देखाउँछु है। आलु, कोपी, प्याज सब्जी अनि लेपरे सब्जीहरू छ। अनि यो चाहिँ न्यू फल छ है। अब यसमा चाहिँ मिठा मतलब धेरै स्वाद हुन्छ अरे र गुलियो हुन्छ भन्दैछ। अब कस्तो हुन्छ हामी चाहिँ खाएर ट्राई गर्छौँ। हजुरहरूलाई चाहिँ मैले बताएको मात्रै। अनि सब्जीहरू हरेक ल्याएको छु। आजको भिडियो चाहिँ यहीसम्मको लागि हो कि बाई।